नमस्कार समादेश सबैजनालाई नमस्ते अनि सबैजनालाई वेलकम छ संसार ब्लग्समा। आजको दिन चाहिँ मेरो सुरुवात भयो। आज चाहिँ मेरो काम बिदा थियो अनि म चाहिँ दिनभरि सुतेर बेलुकाको समयमा चाहिँ खाइ मन गर्न गएँ। ल है त के किनेर ल्याएँ त। मेरो ढोका चाहिँ खत्रै छ कि चाबी छोइदियो कि आफै ओपन हुन्छ। रुममा आउँदा चाहिँ लास्टै गर्मी भएको रहेछ। अनि आज चाहिँ मैले के गरेँ त अन्तिमसम्म हेर्नु होला अनि माया पनि गर्नु होला। लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला है त। ल है त आज चाहिँ मैले के सपिङ गरेर आएँ के गरेँ है त। यो मेरो रुम चाहिँ त्यति धेरै डेकोरेसन भएको छैन तर मैले बवाल बनाउन खोजिरहेको छु। वर्किङ गरेपछि यस्तै झ्याउ लाउँदो रहेछ है त। तपाईहरुलाई पनि यस्तै फोटो बनाउनु मन छ भने जानु भएन भने चाहिँ मलाई सोध्नु होला। म चाहिँ यस्तो फोटोहरु चाहिँ बवाल तरिकाले कोनमिनीबाट बनाइदिइहाल्छु है त। कसैलाई आफ्नो फोटोहरु यस्तो फोटोहरु बनाउनु पर्यो भने चाहिँ जानु भएन भने चाहिँ इनबक्स गरिहाल्नु होला है त। अब मैले के खाइ मन गरेर आयो होला त के किनेर आयो होला। आज चाहिँ बोकाको मासु खाइदिन लाग्यो है त। त्यही पनि छाला सहित। कहिलेकाहीँ यसो चटपट खान नि मन लाग्छ अनि आज स्याक्क लाएर घिउ खाएर बलियो हुन पर्यो भनेर घिउ पनि किनिदिइहालेँ है त। अरु के किनेर ल्यायो होला त गेस गर्नु त। यो चाहिँ भित्तामा यसो सजाइदिउँ कि भनेर हैन। रुम चाहिँ लास्टै के रुम चाहिँ मलाई बवाल राम्रो चाहिन्छ कि किनभने मन आनन्द हुन्छ जब रुम राम्रो हुन्छ नि त्यसपछि मन शान्त हुन्छ कि। कामबाट थाकेर आए पनि एकदमै बवाल लाग्छ। तपाईहरुलाई चाहिँ कस्तो लाग्छ? यो चाहिँ आज मैले यसो रुममा आउँदा ब्रेकफास्टहरु बनाएर राख्नलाई। काममा जाँदा चाहिँ दिनकै धारी खुइर्केर जानुपर्छ कि सबभन्दा झ्याउलाउँदो कुरा। ल है त अर्को कुरा मैले 3 रुपैयाँ बचाउनको लागि आफ्नै झोलामा राखेँ तर त्यो 3 रुपैयाँको साटो 3000 यतिकै खर्च भइरहेको हुन्छ है त। मैले चाहिँ कफी खान छोड्नु परेको छ किनभने ग्यास्ट्रिक बढिरहेको छ है त गाइज। सो कहिलेकाहीँ बिहानै खानालाई डाइट साइडलाई जापानको सबैभन्दा सस्तो यही हो है। अरू केही छैन। जापानमा सबैभन्दा सस्तो यो र यो मात्रै है त। थ्याङ्क यू सो मच। सबैजनालाई धन्यवाद। बाई बाई।